जान्न 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 म जाँदै जान्न ससुराले टिको लगाउन जानको लागि मलाई गर्न लाग्यो कस्ता कुरा गर्नुहुन्छ तपाईँ दसैँ होइन हिँड्नु टिको लगाउन जान्छ ससुराल दसैँ भनेर हुन्छ दसैँ दशा भइसक्यो दशा राम्रा होटलको अगाडि ठ्याक्क गाडी रोकेपछि तैँले मलाई 1500 र 2000 को बिल बनाउँछ दाजुलाई यो मनपर्छ भाउजूलाई यो मनपर्छ भाइलाई यो मनपर्छ भनेर तँ कम्ता कि छेस अनि दसैँमा टिको लगाउन जाँदा पनि खाली हात जानु त एरा माइत खाली हातै टिको लगाउन जानुपर्छ लगो 1500 2000 को सामान टिको लगाएर दिने बेलामा 20 र 30 रुपियाँ दिएर अनि एउटा काँटागाँठी हालेर ढोक्छन् त्यति साह्रो त गर्दैन न जेठानले त दिन खोज्छन् नि जेठानले झिमिक्क आँखो झिम्काउँदाखेरि जेठान सुइसप भइहाल्छन् जाने नि हो भने कान्छी हिजो पारेको मै छ घरको मै घरको कति स्वादिलो मै छ अनि एक आखी त्यहाँ चिनीकोल राखिदिन्छु तिनै बोकेर खुर्क्कै मै त पर्खी त म लिएर आउँछु एकदम मिठो छ मिठो मिठो ड्याम्मसँगले हिजो पारेको मै बोकिहाल्यो अब हुने पर्यो गाईमा कुरो बुझिस् नि यो गो त ओरिजिनल कोसेली तेरा माइत यस्तै कोसेली लिएर जान सही छ है गुवाहाटी र राजगढका छोरी चेली आउँदा चाहिँ झ्यापी 500 रुपियाँको नोट तिर्साउँछन् अगाडिपट्टि हामी गरिब गुरिया भनेर एउटा काँटागन्जी र 20 रुपियाँ पैसामा टाटो मार्नुपर्ने हो अनि अहिले भन्नुहोस् होइन हाम्रा समाजमा यो दक्षिणा र कोसेलीले विकृत रूप लिइसकेको छ राम्रा धनी चिप्ला गाडीमा आउनेलाई उस्तै प्रकारको दक्षिणा र आशीर्वाद गरिब आउँदाखेरि उस्तै प्रकारको दक्षिणा र आशीर्वाद दिने भइसकेको छ अहिले समाज अब त आशीर्वाद पनि भाग भाग पो हुन थाल्यो दामी अनि कम दामी